फाइनलमा बराबर भएको हुँदा अब पेनाल्टी सुटको लागि तयारी हुँदैछन् खेलाडीहरू र पेनाल्टी सुटबाट अब कसले गेम हात पार्छ र कसले कप उचाल्छ भन्ने कुरा हामी देख्न सक्नुहुनेछ। ल बल रोकेको छन् भने अब महाबलीले के गर्छ हेरौँ। यहाँ देख्न सक्नुहुन्छ पेनाल्टी भइरहेछ अहिले। अब जितिसक्यो है। पेनाल्टीमा चाहिँ शुभकाली साथका साना बी टिम बीटीएससी के भन्ने टिमको बी टिमले जित्यो र महाबली 5ले सेकेन्ड आएको छ। ल महाबली टिम पनि राम्रै थियो अनि लास्ट टाइममा पेनाल्टीमा हारेका छन्। ठिकै छ, गेम हो, हारजित हुन्छ, केही छैन। यहाँ जितेको टिम स्तरीय खुसी भइरहेछन् है, देख्न सक्नुहुनेछ। रमाइलो छ, रमाइलो गरिरहेछन् केटाकेटीहरूले।